तँ चाहिँ त्यहाँ के गरेर बसेको थिइस् नि? यहाँ चस्का बाजे भुइँचालो झन्डै मैले यो भुइँचालो कति रेक्टर गएको रहेछ? सबै बारी पाखा हाल्दैको देख्दाखेरि त चस्का बाजे 4 रेक्टरको हुन्थ्यो यस्तो मलाई लाग्छ हेर बाबु। 4 रेक्टरको? मैले पिसाब गर्दा त 4 रेक्टर गएको छ। मैले झन् डिसाइ गरेको भए त 8 रेक्टर गएको थियो आज। त्यहाँ पिसाब गर्नको लागि बारी के बाटोमा जानुपर्छ? तँलाई चोरेपछि मेरो टोइलेटमा आएर लुक्नुपर्छ? आजका चस्का बाजे यस्तो सँग गरेर कहिले लाग्ने? तँ छस् नि राम्रो, साइलाबाको काँक्रो नि चोर्दैनस्, ठुलाइको कुखुरा नि चोर्दैनस् भने अर्कै बाको त। बाबा धेरै सुगुन नाच थुतु नचेला। मैले भन् गाउँमा के छ नयाँ नौलो हालखबर? ओइ सुन्न ओए, त्यो सिम्पलको छ नि बिहेर्नलाई केटा आएको रहेछ हे। अनि जात सानो भयो भनेर पैसा हुन्छ नि, पैसा भएन भनेर बिचरालाई बिहे नै गर्दैनछन् यार। झन् आफूलाई कस्तो मासु खान मन थियो यार। यस्तै भेदभाव भयो भने त्यसले पुरानो छोडेर नयाँमा लाएको होइन? हो नि यार, तर के गर्नु, पैसाको पछि लाग्ने मान्छे सबै एउटै हुँदो रहेछ नि यार। त्यो बिचरा सिम्पललाई कति बिहा गर्न मन थियो होला है। मेरो कविता सुन। हाँसी खुसी बस्छ नेपाली दुःखमा रुजाइन, हाँसी खुसी बस्छ नेपाली दुःखमा रुजाइन, मानिस ठुलो गिजीले हुन्छ लाजिले हुँदैन, मानिस ठुलो गिजीले हुन्छ लाजिले हुँदैन, बुझिस्? त्यही गिरी राम्रो भएर त दिनलै चोर्न हिँडेको होला। लाजिले होइन बारे पाचा फ्रेन्च बोला छ भने क्लासका बाजा। मेरो ब्याउन लागेको बाख्रो झन्डै चोरेर फुत्दै। मलाई त मार्छन् के क्या? हेर कान्छा, गल्ती मान्छेबाटै। यसलाई त म मारिदिन्छु। कहिले फर्ची चोर्छ, कहिले काँक्रो चोर्छ। त्यस्तै हो भनेदेखि कुन दिन यसले हाम्रो गाउँको छोरी पनि चोर्छ। किताब चोरेर छोरी चोरी त चोर हुँदैन नि। अनि के हुन्छ त? किताब चोरी त बिद्दा बिन्छ, छोरी चोरी जोइ हुन्छ। ल अब सबैको सामु म सुध्रिन्छु भनेर भन्, अनि सबैलाई आदरणीय व्यवहार गर्छु भनेर भन्, नत्र जेलमा जाके दिउँला नि। हस् आमादेखि सुध्रिन्छु। बाख्राकै छेउमा गरौँ जाति बाँकी पर्ला। हेर बाख्रा हिजोमा त जस्तै पासु थिए, आजदेखि म मान्छे भएको छु। आमादेखि तेरो यस्तो पासुको व्यवहार होइन, उनीहरू जस्तै मान्छेको व्यवहार गर्दछु। अब म नेपाली जनता पार्टीबाट मान्छेको पार्टीमा प्रवेश गर्नेछु, सबैलाई आदर गर्नेछु। अबदेखि म सुध्रिन्छु, चोर्न पनि छोडिदिन्छु। ल हेर गाउँले, अहिलेसम्म गरेको गल्तीको लागि आई एम सरी। अब चाहिँ यो सुतेर जस्तो छ हेर। खोइ मलाई त अझै पनि शङ्कै लाग्छ। होइन, मान्छेले सुत्ने एकचोटि मौका दिनुपर्छ। त्यो त हो। आज त मलाई चोर्न भ्याइस क्या हो तैँले त? आज त मलाई चोर्न भ्याइस क्या हो? यो गाउँमा कि त प्रधानमन्त्री आउँदाखेरि माला लाउँछन्, कि त राज्यसभा लाउँदाखेरि माला लाउँछन्। आज कुकुर तिहारको दिन भएर तँलाई चाहिँ लगाइदिएको। आखिर कुकुर तिहारको दिन जनिस् त? कुकुर तिहार मानिस मलाई के मानिस मलाई कुकुर तिहारको रात म चाहिँ होइन मर्छ चाहिँ जन्मिया होला। त्यसका बाजे लाठीले हानेर बारे चोर नानी त्यसका बाजे आगातिर भर नानी। ओइ आगु, यहाँ सुन्न, यस्तो राम्रो भएर त के चोर हिँडिस्? कहाँबाट चोर्ने? मान्छे प्रभुलाई विश्वास गरिसकेन। ए हो र?
हो त्यसो क्यारल खेल्न जानुपर्छ यो क्रिसमसमा चाहिँ क्यारल त खेल्नु पर्छ यार क्यारल कस्ता खेल्ने सिम्पलकोमा जाने नि सिम्पलको या खत्तम कस्तो राम्रो कुरा गरेर भन्दाखेरि यहाँ सुन्न होइन त त्यसका त्यसको त बिहे पनि छ या खत्तम कस्तो राम्रो कुरा गरेर भन्दा कस्तो रमाइलो हुने भयो यार अनि हुँदैन त मासु र भात त दिने हो खान मन लाग्छ कस्तो खानु नपाएका रहेछ क्यारलको कुरा गर्न क्यारलको काम त रमाइलो गर्नुपर्छ यसपालि क्यारल खानु चाहिँ पर्दैन त ल जाउँ जाउँ अब गर नाचिदिनु पर्छ खाम खाम नाच्नु पर्छ यार बाउ हिँड्नु कस्तो रमाइलो त्यसका बाजे यहाँ सुन्न है होइन त तेरो त्यो क्यारिकेचो गर्ने बानी छ नि त्यो चाहिँ कहिले नजाने भयो त्यो कुकुरको पुच्छर हुन्छ नि त्यसलाई चाहिँ 12 वर्षमा ढुङ्ग्रोमा खाँदेर राख्दा पनि बाङ्गोको बाङ्गै हुन्छ अरे तेरो पनि त बाहिरबाट दिसा पिसाब गर्ने बानी कहिले गएन हात तेरिका प्रभुलाई विश्वास गरेपछि कसरी क्यारिकेचर गर्छु सुन्छस् फेरि सुरु गरिस् हो त ल ल ल सुनाउ त नमस्ते 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 आदरणीय श्रोताहरूमा 2 हात जोडी नमस्कार गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो बहुमूल्य समय यस कार्यक्रममा दिनुभएको लागि मलाई एकजना भाइले भन्नुभयो मेरो दाँतमा किरा लागेको छ म मण्डली आउन पाउँदिनँ मैले भने भाइ तपाईँ प्रार्थना गर्नुहोस् अनि उहाँ भाइले भन्नुभयो म 3 दिनसम्म मण्डली आउन भ्याउँदिनँ 3 दिनपछि निकै नै खुसी भएर उहाँ मण्डली आउनुभयो र भन्नुभयो पास्टर बुवा मलाई निको भएको छ मैले भने कति चाँडो निको भएको हाम्रो प्रार्थनाको सुरुवात भयो जस्तो छ अनि त्यो भाइले निकै नै खुसी भएर भन्नुभयो प्रार्थनाले होइन तर 3 दिनसम्म उपवास बस्दा मेरा दाँतमा भएका किराले केही पनि खान पाएनन् अनि मलाई निको भयो